त्यसो कमेन्ट दिनु पर्यो नि आशीर्वाद थाप्नु पर्यो थाप्नै पर्यो खोइ हाम्रो शान्ति नानी कता गएछन् शान्ति नानीको आउँदै हाल्यो एउटा पनि फोटो शान्ति ठुली बहिनी म आउँदाखेरि कलेज बिहा गरेर लैदिनु एकदम भुलिएर आउने हो लिएर जानु हेर हो यतातिर कसै नहेर बसतिर बस सुट लगाएर जानला घर छोडेर आउँदो छ नि खेती गरेको हेर्दै गर्नु पाइने छ होइन पाइन्छ खिच्दै गर्दै हेर्दै गर्नु कहाँ कहाँ खिच्यो भने ठ्याक्कै त्यहीँ देखिन्छ राम्रै रहेछ नि यसो घुम्यो अनि त्यसपछि को आछ भने खिच्दै राख्यो हेर्दै नाचे गरेछ बुवाले पाठ पूजा गरेको पनि खिचेछु जान्छु खिच्नै पाइहाल्यो आज बिहान यसो खिचेर हुन्छ सानो बत्ती थियो के बत्तीको पावरै पुगेन त्यहाँ भित्र अलि अँध्यारो अहिले कस्तो उज्यालो छ हेर्नु न बत्तीको पावर चाहिन्छ भनेर थाहा भएन क्या ल उसो On the way to Kathmandu, Sada bus. खिचेको हेर्ने भिनाजु कता जानुभयो भिनाजुलाई जुम गर्छु नि म ल ठ्याक्क पुग्छ है त्यहाँसम्म होइन हजुर पनि भिनासँग जान्नु जङ्गलको खोज्नु न जङ्गलको शिकायत तिमी पनि गरे होला मैले खिच्दिन्थेँ केही पनि हुँदैन यो रेकर्ड यसो स्ट्यान्ड यो बुढी उठाले थिच्ने होइन आरसी भएर चल रेकर्ड गरेर हजुरले अब खिच्नु मन लाग्यो नि यसपछि रेकर्ड अब यसपछि हजुरको माथि कलाले थिचेपछि होइन दायाँतिर घुमाएपछि जुम हुँदै जान्छ कि होइन बायाँतिर लाग्यो भने टाढा जान्छ यति यो टाढा जान्छ सबभन्दा बढी जुम हुन यो औँलाले एउटा बटन छ त्यहाँ यसो घुम्नु ए थिचेपछि के टाढाको देखिन्छ हजुर अब यो टाढा भयो होइन त्यसलाई नजिक ल्याउँछ कट्टुमै ल्याएर ए मैले बुझेँ केही पनि छैन एकदम यो केको लागि हो यो के को लागि त्यो समाज राख अहिले चाहिन्छ त्यो यो ठुलो दिदीको घर
हलवाडी ल हेर्नुहोस् त हलवाडी माथि छाना फर्सी के छन् के कुकुरको पनि खिचिदिनु न कुकुरको छन् के छन् हेर्नुहोस् घेरामला फल्या छन् सरला रुखा म्याउको पनि चट्टनी खाल्छ म्याउको पनि ल हेर्नुहोस् अब ठुली नातिनातिना लिएर होइन त नाति नातिना त झुम्के थैली त निकालेको झुम्के रुमाल के टाढा लैजाउँ ल हेर नातिनातिना ल यो च्याङ्ला र च्याङ्ली डेभिड यति सबभन्दा नजिक आएको त्यति टाढा कति नजिक आउँछ पहिला फेरि सुइँ टाढा लानु मजाले टाढा लानु मिल्छ बुझेँ र फेरि हेर्नुहोस् यो हाम्रो तराईको हट वाटर कोल्ड वाटर सावर कता छ फेरि यहाँ यो सावर ओपन सावर भन्छन् यसलाई नहुने ठाउँ घचक घचक थिच्यो भने पानी सटक सटक पम्प ल हेर्नुहोस् हाम्रो दिदी को दिदी हुनुहुने हाम्रै गाउँ गाउँघरको दिदी ए भैँसी पछाडि खर्यानमा ओपन सावर भन्ने बेस हजुर भन न माथिको ठुलिया तिम्रो नाम के हो ल हेर्नुहोस् ठुली चाहिँ दिदी तेरो नाम तिम्रो नाम के हो पाइन्छ प्रकाशित त पाइएन घाँटिया पनि केही रहन्छ बरे एउटा त लाउनु पर्छ फेरि के तपाईँ मरेपछि पनि त यसो हेर्न पाइन्छ डेभिड डेभिड भयो हुन्दिनुहोस् अब विदुर तिम्रो नाम के हो ए विदुर तिम्रो नाम के हो विदुर हो ए विदुर छे लोन निकालेछ लोन लो ऊ त पुग्यो लोन लो छे लोन निकाल्ने बिच लोन निकालेछ तिम्रो त नाकामा सिगान यसको ढाकाभरि काले दलेर आउँथ्यो अहिले भर्खरै त्यसले पुस्नी त इट्स लाइक बफेलो यु नो बफेलो भैँसी नेपालीमा भैँसी अङ्ग्रेजीमा बफेलो सर र सुतेर घाम तापेर बफेलो गाईको बाछालाई के भन्छन् काब गर्छु भन्छ मामाले के गरे हो बाबुलाई तिम्रो घर कहाँ हो मम्मी कहाँ छ कस्तै हिरोइन खान्छन् हामी ल सर लाएर खैरेहरूलाई देखायो भने फेरि सी फ्रम अमेरिका भनेर सोध्छन् हेर के भन्ने नो भन्नै गाह्रो कि यो सी फ्रम अमेरिका भन्यो नि यस भन्नु पर्ला कहाँ जानुहुन्न तिम्रो के काम छ र काम भयो जाने काम नभए के काम के काम हुनु पर्यो के काम छ भन्नु पहिला कस्तो काम त्यही त हस् को यो मिस्टर डेभिड हाउ आर यु डुइङ मिस्टर डेभिड डेभिड नाम चाहिँ त अङ्ग्रेजी रहेछ बाबुको डेभिड बिस्तारै देखियो अटो डेट खिच्यो क्या फेरि हजुर